हेलो साथीहरू नमस्कार। आज चाहिँ म मेथीको साग बनाउने तरिका देखाउन गइरहेको छु। मन परेमा लाइक गरिदिनु होला, सुझावहरू दिनु होला। हम मेथीको सागलाई यसको जराहरूबाट छुट्याउने, सफा पानीले राम्रोसँग पखाल्ने, पर्ने लसुन, प्याज र आलु काटेर तयारी अवस्थामा राख्ने। तोरीको तेल तातो भएपछि जिरा हाल्ने, काटेर राखेको प्याज र लसुनका टुक्राहरू पनि हालेर भुट्ने। केही समय यसलाई भुटेपछि यो रातो हुन्छ। अब यसमा आलु हालेर भुट्ने। सँगसँगै हामीले सुकेको खुर्सानी र बेसार पनि हाल्न सक्छौँ। केही भुटिसकेपछि अदुवा र हरियो खुर्सानीलाई काट्ने र आलुमा हालेर भुट्ने। भुटेपछि टमाटर राखेर भुट्ने। टमाटर पाकिसकेपछि अब हामी मेथीको साग राखेर पकाउँछौँ। यसमा भएको पानी सुकिन्जेलसम्म हामी सागलाई पकाउँछौँ। यतिखेर हामीले सागलाई छोपेर पनि पकाउन सक्छौँ। अब साग पाक्यो। यसमा भएको तितो हटाउनको लागि हामीले घिउ हाल्न सक्छौँ। बाई बाई।